मर्निङ गाइज। हामी चाहिँ आज पनि सधैँ चाहिँ काम प्रस्थान गरिसकेका छौँ। आज पनि हाम्रो त्यो गोदाम सफा गर्ने काम छ। आज भाइ हेलो गुड मर्निङ भनिदेऊ। गुड मर्निङ गाइज। ल आज पनि हाम्रो कामको सुरुवात भइसक्यो। आजको दिनमा। अब हामी काम गर्न गइरहेछौँ। अब हामीले चाहिँ हिजो गरेको काम फेरि आज सबै छङ्नेहरू गरेर त्यसपछि हामीले चाहिँ टुलिपले ल्याएर त्यो ठाउँमा राख्छौँ। र हाम्रो बहिनीहरू पनि पछाडि बस्छ। हेलो गुड मर्निङ भनिदिनु। हेलो गुड मर्निङ गाइस। ल है त अब हामी कामतिर लागौँ। हेलो साथी हो, हामीले काम गरेको चाहिँ हिजो दुःखभरि काम गऱ्यो, सबै सरसफाइ गऱ्यो। यहाँ धेरै नचाहिने सामानहरू थियो गोदाममा, अनि यता हाम्रोपट्टि मिलाएर राखेका छौँ। चाहिने सामानहरू नचाहिने चाहिँ सबै फालिसक्यौँ। अब यहाँ चाहिँ हामीले टुलिप राख्नको लागि चाहिँ यहाँनिर सरसफाइ गरिरहेछौँ। अब यो भागमा चाहिँ हामी टुलिप राख्छौँ। मुनि यो प्यारोटहरू राखेर त्यहाँ माथि टुलिपहरू राख्ने। अनि यता चाहिँ ढोका सधैँ खुल्लै राख्नुपर्छ, किन भन्दाखेरि टुलिप भण्डारण गर्दाखेरि चाहिँ यसलाई चाहिँ शीतल चाहिन्छ, हावा चलिराख्ने ठाउँ अथवा हावा त्यो गुम्सिने ठाउँ होइन, अलिकति हावा चाहिँ आवाज आउट गर्ने ठाउँ चाहिन्छ। त्यही भएर हामीले यहाँनिर राख्न आँटिरहेछौँ। यता मेरो साथी हो। हेलो हेलो सामीका लाभा। हाम्रो यो हल्का पछि चाहिन सक्ने सामानहरू चाहिँ यो अगाडिको घरमा राखिरहेछौँ। यो चाहिँ हाम्रो खास गरी फोहोर फाल्ने ठाउँ हो। फोहोर फाल्ने ठाउँ अलिक चाहिने जस्तो सामानहरू चाहिँ यता राख्ने, चाहिने सामानहरू चाहिँ यता फाल्ने गरेका छौँ हामीले। ल साथीहरू, हामी चाहिँ यो टुलिप राख्नु भनेर यो साइडको हाउसको साइडको यो हावा चाहिँ छिर्न सक्ने गरी चाहिँ यहाँनिर बन्द गर्ने खोल्ने ढोका बनाउँदैछौँ। यो चाहिँ पहिला यतिकै चिसोमा सबै बन्द गरेको थियो, अनि यो चाहिँ फेरि अब गर्मी भएपछि भित्रको टुलिपलाई हावा छिर्ने गरी बनाउनुको लागि चाहिँ यो सबै खोल्नुपर्छ। ल यता हाम्रो भाइले पनि बनाइरहेछ। भाइले चाहिँ स्प्रिङहरू खोलिरहेछ अहिले। अब हामी चाहिँ मुनिको काट्छौँ, माथि फोल्डिङ हुने गर्छौँ। यसरी टुलिपहरू चाहिँ यहाँ ल्याएर गाडीबाट ल्याएर यसरी राख्दैछौँ। निकै धेरै भएको छ। भाइले चाहिँ यहाँनिर हाँगाहरू काटिरहेछ भाइले। पानी पनि हल्का हल्का परिरहेछ। यो पङ्खाहरू जोडिसक्यौँ। यसरी अब हावा दिइराख्नुपर्छ यो टुलिपलाई। यसरी हावा दियो भने चाहिँ भित्र अलिक कुहिँदैन। कुहिनु त कुहिन्छ, यसरी गरेपछि चाहिँ अलिकति केही मात्रामा चाहिँ कम गर्न सकिन्छ कुहिनुलाई। अब यहाँ पछाडिबाट नि हावा दिनुपर्छ, चारैतिरबाट हावा दियो भने अलिक बेर बेरसम्म चाहिँ नकुहिने गरी राख्न सकिन्छ।
ल साथी हो अब चाहिँ हामीले फाइनली यहाँनिर यो जोकार्नी बनाइसक्यौँ, झाल खोल्ने पनि बनाइसक्यौँ। अब यहाँ पानी कटाउने पनि बनाइसक्यौँ। हाम्रो टुलिपहरू चाहिँ भित्र राखेका छौँ। यहाँ दाइहरूले चाहिँ यस्तो भनिराख्नु भएको छ। ल साथी हो अब चाहिँ हामी यो यहाँको काम सकियो। यहाँको काम सकेर अब यहाँको अलिक फोहोरहरू फाल्ने यो सबै अलिअलि गरिरहेछौँ। यो भाइ फालिदिउँ है, यो फलाममा फालिदिउँ, यो चल्दैन खिया लागेर। ल हेलो साथी हो, हामीले चाहिँ आज चाहिँ यो टुलिप उखाल्ने काम चाहिँ यो हाउसमा चाहिँ आज सकायौँ, फिनिस गऱ्यौँ। अब हामी चाहिँ के अरे यो जार फाल्दैछौँ। हाम्रो बहिनीहरूले चाहिँ धेरै दुःख गरे गर्मीमा है। ल अब हामी चाहिँ यो फोहोरहरू अब फाल्दैछौँ। यस्तै छ साथी हो, मान्छे के अरे यो चाहिँ फोहोरहरू हो। अब फोहोरहरू फाल्दैछौँ हामी। म मेरोमा थिएँ। ओके